यदि तपाईले साँच्चैकै पैसाबाट पैसा फलाउने नै हो भने पैसा बैंकमा सुताउने होइन, बजारमा घुमाउने हो। बुझ्नुभयो नि? पैसालाई बैंकमा सुताएर केही काम छैन, बजारमा घुमाउनुस्। बुझ्नुभयो नि? बजारमा घुमाएपछि पैसाले पैसा कमाएर ल्याउँछ। यदि तपाईले पैसालाई बैंकमा सुताउन लाग्नुभयो, सुताउन खोज्नुभयो भने बैंकबाट कति आउँछ ब्याज? सोच्नु भएको छ तपाईले? यदि तपाईले पैसालाई बैंकमा सुताएर राख्नुभयो भने ब्याज कति दिन्छ थाहा छ तपाईहरुलाई? महँगी बढिरहेको हुन्छ, वार्षिक 5-6% ब्याज दिइरहेको हुन्छ 4%। अनि तपाईले उल्टो 1% घाटा भइरहेको छ। त्यसैले पैसालाई बैंकमा सुताउने होइन, बजारमा घुमाउनुस्। बजारमा घुमाएपछि पैसाले पैसालाई कमाएर ल्याउँछ भन्नुको मतलब बुझ्नुभयो होला नि? पैसालाई बैंकमा राख्ने होइन कि, बुझ्नुभयो नि? राम्रो कमाउने ठाउँमा चाहिँ लगाउनुस्, त्यहाँबाट चाहिँ राम्रो कमाइयोस् पैसा। बुझ्नुभयो नि? पैसालाई पैसाले कमाएर ल्याओस् त्यस्तो ठाउँमा घुमाउनुस्। बुझ्नुभयो नि? लगानी गर्नुभन्दा पहिला अध्ययन पनि गर्नुस्। फेरि लगानी गर्नुभन्दा पहिला अध्ययन गर्नु भएन, कुन चीजमा लगाउने हो, कुन चीजबाट कति नाफा आउँछ भनेर नबुझेर लगाउनु भयो भने तपाई घाटामा पर्नुहुन्छ। त्यसैले लगानी लगाउनु भन्दा पहिला अध्ययन गर्नुस्। कस्तो ठाउँमा लगानी हुँदैछ, मेरो पैसा प्रफिट कति आउँछ भन्ने कुरा तपाईले सोच्नु पर्ने हुन्छ। त्यति कुरा सोच्नु भयो नि तपाईको पैसाले पैसा कमाइहाल्छ। अलिकति जोखिम लिने आँट भए मात्रै फाइदा हुन्छ नि। फेरि अलिकति जोखिम लिन सक्ने, अलिकति चाहिँ रिस्क लिन सक्ने क्षमता पनि हुनुपर्छ। फेरि म रिस्क लिँदैन भनेर पैसालाई फिक्स डिपोजिटमा राख्दिनु भयो भने पैसा कति नै फाइदा हुन्छ र कति प्रफिट आउँछ र? वार्षिक चाहिँ महँगी, अब भनौँ न महँगी दर बढिरहेको हुन्छ, त्योबाट चाहिँ घटाएर 1% जति फाइदा हुन्छ जम्मा फिक्स डिपोजिटमा राख्नु भयो भने। मेरो चाहिँ म जोखिम लिन चाहन्न भन्नुभयो भने तपाईको प्रफिट कम मात्र हुन्छ के। त्यसैले अलिकति जोखिम पनि लिन सक्ने हुनुपर्छ, अलिकति चाहिँ हल्का रिस्क पनि लिन सक्ने हुनुपर्छ। रिस्क नलिएसम्म तपाईको पैसा आउँदैन, पैसा धेरै आउँदैन। बुझ्नुभयो नि? अलिकति चाहिँ रिस्क लिन सक्ने क्षमता पनि हुनुपर्छ। बुझ्नुभयो नि? जसले रिस्क लिन सक्छ त्यसले पैसा कमाउँछ, जसले रिस्क लिँदैन त्यो पैसा भएको पैसा मात्रै हुन्छ, कति नै हुन्छ। त्यसैले अलिकति त जोखिम लिन सक्ने क्षमता पनि हुनुपर्छ के मान्छेमा। जोखिम लिन सक्नु भएन भने तपाईको पैसाले पैसा कमाउँदैन, भएको पैसा पनि बिस्तारै सकिन्छ। त्यसैले जोखिम लिने, हल्का जोखिम लिने काम पनि गर्नुस्। धैर्य राख्नुस्। पैसा आज लगाएर भोलि फर्किदैन। यदि तपाईले साँच्चैको पैसा कमाउने हो भने धैर्य गर्नुस् है, धैर्य गर्नुस्। आज पैसा लगाएर भोलि खोज्ने काम नगर्नुस्। आजको भोलि पैसा डबल कहिले पनि हुँदैन। बुझ्नुभयो नि? त्यसैले धैर्य राख्नुस्। पैसा आज लगाएर भोलि चाहिँ फर्किन्छ तर बिस्तारै फर्कन्छ। तपाईले आजै लगाएर म भोलि नै खोज्छु, प्रफिट खोज्छु भन्नुभयो भने तपाईले पैसाले पैसा फलाउन सक्नुहुन्न। त्यसैले धैर्य राख्नुस्। बुझ्नुभयो नि? धैर्य राख्नुस्। 1-2 महिना है, 2-4 महिना, 3-4 वर्ष धैर्य राख्नुपर्ने हुन्छ पैसाले पैसालाई फलाउनको लागि। धैर्य राख्नु भएन, आजको पैसा भोलि नै खोज्नुभयो, मलाई मेरो पैसा चाहिरहन्छ, म आफ्नै साथमा राखिरहन्छु भन्नुभयो नि तपाईको पैसाले पैसा फलाउँदैन, उल्टो पैसाको भ्यालु पनि घट्छ, पैसाको भ्यालु घटेर डाउन हुन्छ र तपाईकोसँग भएको पैसा पनि लास्टमा सकिन्छ। त्यसैले आज लगाएको पैसाले भोलि खोज्ने होइन कि कति बेलासम्म नाफा दिन सक्छ, कति बेला निकाल्न ठिक हुन्छ भनेर चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ।